सबैलाई कृषि उत्पन्न हुनु जयमसी र हाम्रो वडा अध्यक्ष भनेको हाम्रो यो पालिकाको एउटा अभिभावक नै हुन्। त्यसै कारणले हामी आज हाम्रो बिचमा अभिभावकको रूपमा आउनु भएको छ। अधिकार पनि आज उहाँहरूकै हातमा छ। अनि कतिचोटि यो इसाई समुदाय हक हितमा स्थानीय सरकारको भूमिका सम्बन्धी भनेको छ। अनि मलाई लागेको कुरो आजसम्म जति सरकारले वडाले जोसुकैले जे सहायता गरे पनि क्रिस्चियनलाई चाहिँ अलि तेस्रो मुलुकबाट आए जस्तो व्यवहार गरेको छ है। हामी चाहिँ बाहिरबाट आएको, हामी बाहिरको नागरिक, यिनीहरूलाई धेरै नदिए नि हुन्छ। थोरै बोल्न आए बेला सानो अलिकति यसो कुकुरलाई हड्डी फालेपछि त्यही हड्डी अल्मलेर बसिया जस्तो खालको व्यवहार भइरहेको छ। कति ठाउँतिर म यो हाम्रो महासभा हुन्छ, अधिराज्यभरिको एजीको मिटिङ हुन्छ, हरेकले आफ्नो आफ्नो ठाउँबाट रिपोर्ट दिँदाखेरि पालिकाले वडाले गरेको यस्तो सहायता गरेको सुन्छौँ अनि आफूलाई कटक्क मन दुख्छ। हाम्रो चाहिँ पालिका, हाम्रो चाहिँ वडा के भएको होला? पैसा त सबैको एउटै हो, कर हामीले पनि तिरेकै छौँ। के भएको त यो? मन नभएपछि जतिसुकै खल्तीमा बढी पैसा भयो नि दिने इच्छा छैन भने कामै रहन्छ भन्ने जस्तो खालको भयो। एकचोटि हामी धनगढीमा महासभामा पुगेका थियौँ। त्यहाँ एक दिन 3-4 बाटो भरि माछा रहेछ खानामा। अनि हामीले पैसा त धेरै तिरेका थिएनौँ। यो माछा चाहिँ कहाँबाट आयो त भनेको यहाँको सांसदले आजको खानाको लागि चाहिने माछा जति मेरो जिम्मा भनेर सांसदले दिनुभयो। नाउँ मेरो नभनिदिनुहोस् है भनेको छ। म नाम चाहिँ उहाँले जे भन्नुभयो म त्यो नाम चाहिँ भन्दिनँ, तर यो ठाउँको सांसदले दिएको यो माछा होइन त। अलिकति मान्छे नजिक हुनलाई के हुनुपर्ने रहेछ? सेवा हुनुपर्ने रहेछ है। सेवाले मात्रै मान्छे के हुँदो रहेछ? नजिक हुँदो रहेछ, चिन्दो रहेछ। त्यसै कारण कतिचोटि हामी चाहिँ जे कुरा पनि पछि योभन्दा अगाडि होइन हामीले चल्न सहायता पाउँदाखेरि 1 लाख रुपियाँ वडाबाट पाएको थियौँ। त्यहाँबाट पछि वडा अध्यक्ष चेन्ज भएपछि सरकारले घटाउने हो कि के हो है, थोरै काम गर्नै नपुग्ने। अनि मैले कतिचोटि हाम्रो यहाँ जे भन्दा छोडिदिनु नल्याउनु जहाँ फाल्नु गएको झला भन्ने जस्तो पनि भने मैले है। अनि यो आउने बजेट त सबैको कर हो, हामी पनि यहीँ जन्मेको हो, हामी पनि यहीँ नागरिक हो। हामीलाई नुन तेल चामल किन्यौँ भने होइन, हाम्रो आफ्नै खेतमा काम गर्छौँ, खेती गर्छौँ, कमाउँछौँ, खान्छौँ। हामीले चामल किन्यौँ भने नि होइन, नुन किन्यौँ भने नि होइन, अरूले पाए अनुसारको बराबरी दिनु पर्यो। एउटा बाउले जेठोलाई माया गर्ने कान्छोलाई हेला गर्ने त हुँदैन नि। अनि वडा अध्यक्ष भनौँ न, पालिकाको अध्यक्ष भने त सबै यो ठाउँको के हो त? अभिभावक होइन, बाउसर होइन, व्यवहार के हुनु पर्यो भन्ने कुरो चाहिँ लागेको छ मलाई। अनि अब यो गएको उसमा पनि चुनाव पनि एकजना व्यक्ति आयो, म फेरि पनि उठ्न लागेको अङ्कल मलाई भोट दिनु पर्यो भन्न आयो। म चिया खान लागेको थिएँ, म भन्न चाहन्न। तपाईँ फेरि उठ्ने भने उठ्ने भन्यो। त्यसो भए चर्चको निम्ति तपाईँले के चाहिँ राम्रो काम गर्नुभयो? 5 वर्ष सेवा के भन्छ काम गर्नुभयो। 5वटा कुरा म सोध्दिनँ, 2टा मात्रै भन्नु। चर्चको लागि तपाईँले के हितको काम गर्नु? 2टा मात्रै। 5 वर्ष खानुभयो तर 2टा भन्नु भनेपछि उभियो हिँड्यो माग्ने कुरो भयो? माग्नेलाई काम हुनु पऱ्यो नि। बिना काम कसले माग्छ? बाइबलले के भन्छ? तिमीहरू जगतका नुनहरू हौ। नुन भनेको पढेको नपढेको, गरिब धनी, गरिब विद्वान, जुनसुकै पार्टीको होस्, सबैलाई नुन के हो? चाहिन्छ, आवश्यक। नुनले नुनको स्वाद दिएन भने त्यो नुन के हो त? मेरो पैसा पऱ्यो भने किचन ऱ्याकमा राख्दैन, त्यो फालिदिन्छ। त्यसै कारण यो कार्यकर्ता भनेको यो वडाको पालिकाको सबै चाहिँ के हो त भन्दाखेरि सबैलाई समान रूपले एउटा बुवाको काम जस्तै व्यवहार जस्तै गरिदिएदेखि हामीलाई पनि हामीले खोजेको जस्तो, हामीले छानेको जस्तो, हामीले सोचेको जस्तो पायौँ भन्ने हामीलाई पनि शान्ति आनन्द लाग्थ्यो। त्यसै कारण हामी जाँदाखेरि चाहिँ विदेशबाट आएको जस्तो
हामी चाहिँ तेस्रो मुलुकबाट आएको जस्तो यिनीहरूलाई के दिनुपर्छ भन्ने जस्तो खालको। अनि सुरुमा अलिअलि अब पाएको थियो झन्झन घट्दै गयो। अनि जति घट्दै जान्छ हामीलाई के हुन्छ, मन के हुँदै जान्छ, यस्ताहरूलाई के भोट दिउँ, हाम्रो नि मन सुक्दै जान्छ नि, जाँदैन खै, मूर्तिको अगाडि बोले जस्तो भयो त है। जसले काम गर्छ त्यो कामले कोट्याइरहनै पर्दैन, मनमै हुन्छ। केदार छेत्री आउनुभयो चर्चमा भोट माग्नलाई, भोट माग्नुभयो। त्यसपछि के भन्नु, तपाईँहरूको पहिलो धेरै कुरा नभन्नुहोस्, पहिलो कुरो आवश्यक के हो भन्नुहोस् त भने हामीलाई चिहानको आवश्यक। क्रिस्चियनमा जन्म भए पनि पीडा छैन, बिहा भए पनि पीडा छैन, जे जस्तो भए पनि क्रिसमस आए पनि पीडा छैन, तर मरेपछि साह्रै पीडा हुन्छ हामीलाई। भनेपछि तपाईँले भोट दिनुहोस्। हामी यो कुरामा पहिलो पहल चाहिँ यो कुरामा म अगाडि बढ्नेछु नभन्दै उहाँ जित्नुभयो। 1 नम्बरमा उहाँले 8 नम्बर वडाको लागि यो ठाउँमा चिहान भनेर उहाँले बगैँचा साथको काम गरेर देखाउनु भयो। उहाँ अहिले जहाँ पुग्नु होला, तर उहाँले गरेको काम घरिघरि हृदयमा बोलिबस्छ। उहाँको अनुहार हेरेर म मन परा होइन, उहाँको कामले मेरो जीवनलाई के भयो टच भयो, छुयो। किनभने सबै क्रिस्चियनलाई हुने पीडा चाहिँ के हो त, उहाँले समाधान गरिदिनु भयो, नत्र हामीलाई त्यही पीड थियो। त्यसै कारण हामी के गर्छौँ भन्दाखेरि जसले काम गर्छ हामीले त्यो व्यक्तिले भोट माग्न आउनु पर्दैन। कामले मन जित्दोस्। बाइबलले भन्छ तिमीहरू जगतका नुनहरू हो। नुनले नुनको स्वाद चाहिँ दिनु पर्यो। नुन बनेर स्वाद दिएन भने त्यो नुन चाहिँ कसैले पनि पोको पारेर किचन ऱ्याकमा राख्दैन, त्यस्तालाई फालिदिन्छ। त्यसै कारणले गर्दाखेरि हामी के हेर्नु पर्यो भन्दाखेरि अबको दिनहरूमा हाम्रो चाहिँ चर्च होइन 8 नम्बरदेखिको यता कार्तिकेसम्म छ है। यो सबैवटा अहिले कति ठाउँहरूमा गाडी जाने बाटो, चिहानमा गाडी जाने बाटो पनि बनाएको छ। कसैले के कहाँबाट पाउँछ बजेट। अनि हामीले चाहिँ अहिले त्यहाँ एउटा त्यो 7 नम्बर वडामा त्यो पाखामा एउटा यो बर्खाले डिस्को लड्यो। अहिले बाक्सा हालेर लानु दिउँसो ओगल्नै गाह्रो छ त्यहाँ। मैले यहाँ हाम्रो अध्यक्ष के भन्छ वडा अध्यक्ष रमेश श्रेष्ठ, हुन त म पनि रमेशै हो होइन, उहाँलाई भने 7 र 8 मिलेर गरौँ न भन्नुभयो। यो धेरै दिन बितेर उग्लिने ढिस्का छ, के भन्छ त्यो ढिस्कामा बाक्सा हाल्ने उगाल्नै नसक्ने अवस्था छ। मैले गाडी जाने भने नि होइन, सिँढी बनाऊ, ढुङ्गा थुपारौँ, सिँढी एउटा यस्तो राम्रो खालको त्यहाँसम्म पुग्ने बनाउनु पाए राम्रो हुन्थ्यो। त्यति बनेदेखि के हुन्थ्यो हेर्नुहोस् त होइन, जालबारीदेखिको लाङसँगसम्म सम्पूर्ण विश्वासीलाई के हुन्थ्यो, ठुलो राहत हुन्थ्यो। लाङसँग चर्चलाई मात्रै होइन नि, त्यो जालबारीदेखिको व्यक्तिहरूलाई के हुन्थ्यो, त्यो राहत हुन्थ्यो। आज वडा अध्यक्षले कति ठुलो काम गर्नु, जालबारीको पनि खुसी भयो, अँधेरीको पनि खुसी भयो, खारिजोहरूको पनि खुसी भयो, यता पुरानो गाउँ त्यतातिरको पनि खुसी भयो होइन। के भन्छ चिम्लिङ जाने बाटो माथि पुरानो गाउँतिर होइन, सबै खुसी भयो। लाङसँगतिर जति छ सबै त्यो एरियादेखिको सबै आज हाम्रो वडा अध्यक्षले सबैलाई हुने काम गर्नुभयो। कति धन्यवाद दिन्थे, छैन केही पनि छैन। अनि भोट माग्ने बेला के चाहियो म गर्छु भने 3 हात उफ्रेर भाषण गर्छन्। अनि जितिसकेपछि अनुहारै देखाउँदैन, अनि दिँदैन। हामी त सुन्दा धोक्का खाइ हाम्रो मन त अब त विश्वास गर्नै नसक्ने अवस्था। अब चाहिँ काम जसले पहिला गर्छ त्यही व्यक्तिलाई भोट दिने हो है। अनि अहिले फेरि हामीले यो सरसल्लाह चाहिँ कसरी गरेका छौँ भने अब भोट हाम्रो एउटै द्वार सबै भेला हुने, सल्लाह गर्ने कसलाई दिने, कसले गर्यो
है घर घरमा गएर म तपाईँलाई यति देऊँला भनेर किन्ने पाउँदैन। त्यो व्यक्ति त्यो कोही चर्चले त्यसो गरेको छ भने त्यसलाई बाइक गर त्यो चर्चलाई कारबाही गर्छ हामी। त्यसै कारण हामी चाहिँ त्यो प्रकारले गरे खोज्छौँ। तर हामी अहिलेसम्म भनौँ न जति पहिला जति आए भाषण मात्रै ठोके धोकै धोका पायौँ। तर अबको दिनहरूमा कति ठाउँमा जिरीमा अस्ति म कार्यक्रममा गएको थिएँ बोलायो, त्यहाँ नेताहरू थुप्रै आउँछ अरे, वडा अध्यक्ष भनौँ न पालिका अध्यक्ष, तपाईँहरूले के चाह्यो, च्यान चाहियो, जग्गा चाहियो, हामीलाई भन्छु एमाले आउँछ अरे, काङ्ग्रेस आउँछ अरे, माओवादी आउँछ अरे, कसलाई चाहिँ भन्नु हामीलाई भन्नु भनेर आउँछ अरे चर्चमा। हाम्रो त भोट माग्न मात्रै आउँछन्, जितिसे के चाह्यो भन्नु न, यो बेला हाम्रो बजेट आउँदैछ, यो बेला तपाईँलाई कति पार्नु के आवश्यक, त्यो पनि छैन, थाहै हुँदैन। त्यस कारण यस्तो गर्दाखेरि हामी चाहिँ तेस्रो मुलुकको हो कि नागरिकता त हामी यहीँकै छौँ। यहाँको हिन्दूले दिएको भोट चाहिँ बहुमूल्य हुने, हामीले क्रिस्चियनले दिएको भोट चाहिँ सस्तो खालको हुने हो कि आखिर हामी पनि यहीँ नागरिक हौँ, यहीँ जन्मिया हौँ। त्यसै कारणले यो खालको व्यवहार नगरेर सबैलाई समान रूपको नुन जस्तै प्रकारले व्यवहार गरेदेखि हामी सबै क्रिस्चियनहरूको भोटले चाहिँ हामी यो नेता त्यो नेता भन्नुभन्दा नि जसले राम्रो गर्छ उसैलाई भोट दिने कि होइन? त्यही कारणले हामीले चाहिँ त्यो योजना गरेका छौँ। आजसम्मलाई म एकदमै है त्यो पक्ष लिएर बोले होइन, केदार छेत्रीको काम चाहिँ अति उत्तम। यो पीडा समस्या उहाँले बुझिदिनु भयो। आज हामीलाई त्यो ठाउँमा मान्छे केही मर्दाखेरि अब कहाँ लाने होला, कसले ढुङ्गा ल्याउने होला, हामी दिँदैनौँ भन्ने कोही निस्किन्छ कि भन्नु पर्दैन, ढुक्क त्यहाँ लगिदियो। तर अहिले एउटा के छैन, अलिकति उक्लिने त्यो पहिरो गएको हुनाले हामीलाई उक्लिने सिँढी दोदर लाएर बिच गरिदियो भने होइन, हामीले सिँढी मात्रै हुने हो। अब सिँढी नै नभएपछि अनि के भन्नु दोदरको कुरो होइन। अब भातै नखुवाउने, अब मासु र भात भन्ने ठाउँमा नखुवाउने भएपछि गुन्द्रो र ढेँडो भयो भने त देऊ भन्नु पऱ्यो नि त, जिउनु त पऱ्यो। त्यही कारणले यो बेलामा चाहिँ सबै यो पालिकाको वडाको सबै के हुनुहुन्छ, हाम्रो अभिभावक हो। हामी मान्छौँ, हामी कदर गर्छौँ, तर हामीलाई कतिचोटि हेला गरेको जस्तो पन्छाएको जस्तो गर्दा चाहिँ हाम्रो मन दुख्छ। अनि हामी कतिचोटि हामी यसै गरी भेला हुन्छौँ, अनि यसै गरी हाम्रो छलफल हुन्छ। अनि कतिचोटि हामीलाई क्रिस्चियनले पन्छा भन्नु चाहिँ नपाओस् होइन। सबै व्यक्तिलाई समेटेर काम गर्नुभयो भने तपाईँहरू चाहिँ के हुन्छ, तपाईँहरूले गोटेराउनै पर्दैन भोटको बखतमा। तपाईँहरूको अनुहार, तपाईँको होइन हात हाम्रो हृदयमा घट्काइरहेको हुन्छ। त्यस कारण मेरो दुई शब्द यहीँ नै म यहाँ टुङ्ग्याउँछु भन्ने कुरो त अब अरू बेला नै भेटौँला। हाम्रो त दिनदिनै भेट हुन्छ हाम्रो वडा अध्यक्षलाई होइन, भेट हुन्छ। त्यसै कारण व्यक्तिगत बनाउँला। आज हाम्रो उहाँ पनि 6 नम्बरबाट उहाँ आउनुभयो, धेरै खुसी। किनभने 6 नम्बर पनि हाम्रो लागि अति नै महत्त्वपूर्ण हो, किनभने हाम्रो विश्वासीहरू त्यहाँबाट पनि आउँछन् सबैको लागि। त्यसै कारण तपाईँहरूले कार्यहरूमा पहल गरिदिनु भएमा धेरै राम्रो हुने थियो। अब कतिचोटि मैले यो तितो इख होइन, मेरो चित्त दुखाइका कुराहरू मात्रै राखेको, तपाईँसँग मेरो कुनै खालको इख रिस बदला यस्तो होइन। र भोलिको दिन फेरि पनि काम गरेर अगाडि बढ्नु भयो भने हाम्रो भोट खेर जाँदैन, हामी काम गर्ने व्यक्तिलाई दिन्छौँ। त्यस कारण सबैलाई मेरो 2 शब्द यहीँ रोक्छु र सबैलाई यसरी नहुँदैनसी र हाम्रो वडा अध्यक्षलाई पनि मेरो पीडा पकाउने मौका पाएको हुनाले सबैलाई पनि धेरै धन्यवाद।